सबैजनालाई नमस्ते। आज हामी यो कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर 5 मा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थामा आएका छौं। यो विक्रम सम्वत 67-68 सालमा यो स्थापना भई यो नवनिर्मित भवनमा हामी आएका छौं। प्रभात सहकारीको नवनिर्मित भवन, यो प्रभात बचत तथा ऋण सहकारी संस्थाको यो स्थापना कालमा यो गठित सञ्चालक समिति हामी यहाँहरूलाई देखाउन चाहन्छौँ। र यो प्रभात बचत ऋण सहकारी संस्थाको यो कृष्णपुर गुलरिया बजारको नजिकै रहेको आफ्नै नवनिर्मित भवन हो। यो नवनिर्मित भवन सँगसँगै यहाँको छोटकरीमा परिचय हामी गराउन चाहन्छु। यो हाम्रो प्रभात बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन आफ्नै यो रिसेप्सन कक्ष त सरिता खत्री रिसेप्सनमा हुनुहुन्छ। यता हाम्रो यो भवन हो। पुरै अहिले हाम्रो कार्य थाल्ने यहाँ सबै भएको छैन। हाम्रो कृष्णपुर बजार नजिकै हाम्रो शाखा कार्यालय छ। एकैछिनपछि हामी त्यहाँ पनि जोड्छौँ। र यहाँ हाम्रो ऋण यो विभाग र ऋण प्रमुख हाम्रो प्रभात सहकारीको यो दिनेश चौधरी, यो यहाँ माइक्रो फाइनान्स पनि हाम्रो यहाँबाट हुन्छ। लघु वित्त कार्यक्रम पनि हामीले चलाएका छौँ। यो माइक्रो फाइनान्स पनि यहाँबाट हुन्छ। यो हाम्रो योभन्दा अगाडि यो वाणिज्य शाखा कार्यालयका प्रबन्धक हुनुहुन्छ लक्ष्मी प्रसाद कलोनीज्यू। यो हाम्रो पहिला उहाँले माइक्रो फाइनान्स सुरुवातीको दिनमा उहाँले समाउनु भएको छ। यो ऋण विभाग प्रमुखमा दिनेश चौधरी, तिलु चौधरी अहिले उहाँ फिल्डमा जानुभएको छ, तिलु चौधरी। र यतातिर हाम्रो माथिल्लो तला छ अध्यक्षको रुम, सञ्चालक समिति बैठक रुम। र एकैछिन हामी एकदमै छोटोमा हामी यो म्यानेजर साहबको कोठातिर जान्छौँ। छोटो यो संस्थाका प्रबन्धक म्यानेजर बुद्धिराम चौधरीजी हुनुहुन्छ। यो हाम्रो स्थापना कालसँगै यो बुद्धिराम चौधरी यस संस्थाका म्यानेजर व्यवस्थापक हुनुहुन्छ। र यो हाम्रो संस्थामा प्रभात बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुरुदेखिका अहिलेसम्म अध्यक्ष हामीसँग हुनुहुन्छ, हामी माझ हुनुहुन्छ। आदरणीय व्यक्तित्व समाजसेवी जगदीश भट्टज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ। सर स्वागत छ, नमस्कार हाम्रो च्यानलमा। सर यो प्रभात सहकारी संस्थाको बारेमा छोटो परिचय राखिदिनका लागि अनुरोध गर्छु सर। धन्यवाद। हाम्रो प्रभात बचत तथा ऋण सहकारी संस्था 113 जनाको प्रारम्भिक पहलमा 2067 सालमा दर्ता भएको हो र अहिले 15 वर्ष पुरा गरिसकेको छ। यस अवधिमा संस्थामा करिब 6050 शेयर सदस्य सङ्ख्याहरू थपिएका छन्। र यस संस्थाको कार्यक्षेत्र कृष्णपुर नगरपालिकाको जम्मै 9वटै वडा र लालधाली गाउँपालिकाको 4 र 5 नम्बर वडा तथा शुक्लाफाटा नगरपालिका कञ्चनपुरको वार्ड नम्बर 12 यस संस्थाको कार्यक्षेत्र रहेको छ। र अहिलेसम्म संस्थाले करिब 15 वर्ष काम गर्दाखेरि निरन्तर सेवामुखी भएर सदस्यहरूको हितका निमित्त यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। र वित्तीय स्थिति हेर्दाखेरि पनि 15 वर्षसम्म संस्थामा कुनै किसिमको घाटा अथवा प्रतिकूल भएको अवस्था छैन। र 15 वर्षदेखि हामी निरन्तर आयको प्रमाणपत्र प्राप्त गरिसकेका छौँ। र त्यसमा करिब 15-16 कोठा भएको 2 तले भवन निर्माण गरी अहिले हामी प्रभात साकोसोको मुख्य कार्यालयबाट कृष्णपुर गुलरियाको मुटुमा रहेको यो प्रभात साकोसोको यो शाखा कार्यालयमा आएका छौँ। यो हाम्रो घरबेटी को घरमा स्थापना कालसँगै प्रभात साकोसोको थाल्ने भएको हो। हाम्रा यो घरबेटी यसै संस्थाका सञ्चालक यज्ञराज भट्टज्यू हुनुहुन्छ र हामी माथि
हाम्रो कार्यालयको सेवाहरू शाखा कार्यालयको सेवाहरू देखाउन गइरहेका छौँ। यो हाम्रो कृष्णपुरको गुलेरिया बजारको मुटुमा रहेको प्रभात साकोसोको यो शाखा सेवा केन्द्र कार्यालय हो र सेवाग्राहीहरूलाई यो सेवा प्रदान विगत 15 वर्षदेखि यो कृष्णपुरमा हुँदै आएको जानकारी गराउन चाहन्छु। यो हाम्रो यो सेवाग्राही कार्यालय यहाँबाट हाम्रो सेवाग्राहीहरूलाई सेवा प्रदान हुन्छ। हाम्रो सुरक्षा गार्ड र हाम्रा सेवाग्राहीहरू र यो हाम्रो कृष्णपुरको शाखा कार्यालयका मुख्य हाम्रा एकाउन्टेन्ट आशुराम चौधरी विगत 15 वर्षदेखि दक्ष कर्मचारीको रूपमा र उत्कृष्ट कर्मचारीको रूपमा हामीले लिएका छौँ आशुराम चौधरी। यो हाम्रो सेवाग्राहीलाई यो सेवा दिँदै कृष्णपुरको यो शाखा कार्यालयमा छौँ अहिले हामी। हाम्रो यस संस्थाका इमान्दार लगनशील कर्मचारी सिंहजी र विगत 67-68 मा 113 जनाबाट सुरुवात भएको यो प्रभात साकोस अहिले लगभग 6000 भन्दा बढी छन्। कृष्णपुरको यो गुलेरिया बजारको यो मुटुमा रहेको प्रभात साकोसोले यस क्षेत्रका अनि आफ्ना सम्पूर्ण शेरधनी महानुभावहरूलाई सेवा दिँदै आएको यहाँ जानकारी गराउँदै र हामी हाम्रा सम्पूर्ण शेरधनी महानुभावहरूलाई सम्मान र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र आगामी वर्षहरूमा यस संस्थाबाट सामाजिक शैक्षिक रचनात्मक कार्यलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरी यस क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक जीवन दरिलो बनाउन अग्रणी भूमिका खेल्नेछ। जय सहकारी।